एक्साइटेड थियो त्यो ट्रिप चाहिँ तारेभिर जाने। विशेष त्यो चाहिँ आज सुन्दरी जलतिर जानेछौँ। सुन्दरी जलको के अरे ट्रिप भयो हाम्रो। यो चाहिँ सुन्दरी जल अहिले चाहिँ विशेष यहाँ टिकटहरू चाहिँ भइसकेको रहेछ। टिकटहरू चाहिँ काउन्टरहरू बन्द भइसकेको रहेछ। हेरौँ कहाँसम्म जान मिल्छ आजको दिन, त्यहीँसम्म ट्रिप गर्ने हामीले है। हामी हेर्दैछौँ। मैले यति माथि चाहिँ आइपुगेको थिएन सुन्दरी जल पहिला नि आएको चाहिँ। अब हामी कहाँसम्म हुन्छ जानेछौँ। आज हाम्रो जता पनि बदनसिब भइरहेछ होइन। अब जस यहाँबाट हामी तारेभिर जाने भनेको, अनि तारेभिरको ट्रिप पनि त्यत्तिकै क्यान्सल भइहाल्यो बाटो भत्केर। अनि यहाँ पनि खास जाने भनेको ठाउँ चाहिँ पुग्न नसकिएला जस्तो छ। अब हामी जस कहाँसम्म पुगिन्छ, टिकट बन्द भएको कारणले कहाँसम्म पुगिन्छ त्यहाँसम्म जानेछौँ। सबैजना यहाँ घुमेर आउँदै हुनुहुन्छ ट्रेकिङ गरेर। सायद उहाँहरू सबैजना ट्रेकिङबाट माथि पुगेर आउँदै हुनुहुन्छ होला उहाँहरू पनि। हामीले यहाँ वाटरफलसम्म चाहिँ जान सकिन्छ भन्ने कुरा छ। त्यहाँसम्म चाहिँ हामी जानेछौँ। कस्तो हो यो गुफा जस्तो छ त है। ल यहाँ पनि जे होस् सबै ठाउँतिर चरक्क मिलाएको बाटो छ। उहाँ ट्रेकिङ गरेर आउनु हुने थुप्रै हुनुहुँदो रहेछ। मास्तिर ट्रेक जानुभएको होला सबैजना। अब यहाँ मास्तिर कता चेकिङ हुन्छ भनिरहेको थियो। त्यो चेकिङसम्म चाहिँ हामी पुग्छौँ होला सायद। त्यहाँभन्दा भित्र त जान दिँदैन होला। वाह रमाइलो छ। के हो यो दाहिने हातले मैले भिडियो बनाउनु पर्यो। यो जङ्गलमा पनि आरू फलिरहेको रहेछ पुरै। के हो यस्तो। ल आमामा कस्तो दामी रिजोर्टहरू है। ल यहाँनिर भयङ्कर रमाइलो खालको रिसोर्ट जस्तो रहेछ। यो ट्राउट माछा पाउँछ कि क्या हो। कहाँसम्म जानु पाइने रहेछ। नमस्ते गाइजहरू, हामी अहिले सुन्दरी जलको उसमा घुम्न आएको छौँ। अब यहाँबाट मास्तिर कहाँसम्म पुग्न सकिन्छ त्यहाँसम्म जानेछौँ। त्यहाँबाट अब यहाँ किनभने टिकट काउन्टरहरू चाहिँ एकदम बन्द भइसकेको रहेछ। यति बेला अलिक ढिलो भएछ। हुन्छ हामी यहाँ सबैजना ट्रेकिङमा हिँड्दै हुनुहुन्छ। हामीले भिडियो बनाइराख्दाखेरि एकदम रमाइलो बब्बार ठाउँ छ। यहाँनिर एकदम घुमुङ लाग्ने ठाउँ छ। कुकुर त भित्र बस्दै गर्दै रहेछ। पानी त ब्रदर यहाँ वाटरफल भने चाहिँ कहाँनिर पर्छ? धेरै माथि हो है। ए ओके थ्याङ्क यू। ओहो यही होला यो काठमाडौँतिर जाने खानेपानीको यो बवाल भिडियो छ। यहाँको यो के अरे होटल लाइनहरू होइन। होटल लाइनहरू भयो। यता त के अरे यति लामो भिडियो कता हो कति टाढो छुटेको। यो खोलातिर झर्नुपर्ने भयो कताबाट बाटो। हजुर खोलाबाट झर्ने बाटो त निकै तलतिर छ जस्तो छ। मेरो त खुट्टै के भयो हिँड्दा यो सिस्नु रहेछ यहाँनिर त खतरा खालको। ब्याग बिर्सिनु भयो जस्तो छ उहाँहरूले। कस्तो बबाल ढुङ्गा हो यस्तो। ढुङ्गाबाट पानी
ल बबाल रमाइलो कस्तो ठिकै भइरहेछ गाउँछ ठाउँ त हजुर के यो खानेपानीको हो कि यहाँ खानेपानी सुन्दरी जल खानेपानी यो ओ कस्तो खतरा ओडार हो यहाँ के छ सर्प त छैन ओहो के को ओडार हो यत्रो ठुलो ओडा यहाँबाट फेरि उतापट्टि अर्कै रहेछ फेरि केही छैन मेरो खुट्टा के भयो फङ्ल्याङ भयो त कत्रो ठुलो पहाड हो यो यहाँबाट चाहिँ प्रवेश निषेध रहेछ अब यहाँबाट चाहिँ अब सक्यो आज यहीँबाट फर्किनेछ यहाँभन्दा यो माथि चाहिँ हामी एक दिन जानेछौँ यहाँभन्दा माथि कस्तो रमाइलो ठाउँ अब यो भन्दा माथि चाहिँ हामी एक दिन जानेछौँ आज चाहिँ टिकट नभएको कारणले यहाँनिर चाहिँ प्रवेश निषेध भनेको रहेछ यहाँबाट चाहिँ अब होइन त्यहाँ अलिक उ रहेछ यहाँ टिकटहरू बन्द भएको कारणले आज यहाँसम्म मात्रै भयो आजको ट्रिप यहाँसम्मको त्यसपछि अब यहाँबाट फेरि मासतिर जानलाई हामी कोसिस गर्नेछौँ आगामी दिनमा र अहिले चाहिँ हामी यहीँबाट फर्किनेछौँ भिडियो कस्तो लाग्यो यहाँहरूलाई हामीलाई सपोर्ट गर्दै गर्नु होला हामी एउटा ट्राभलिङ ब्लगको लागि हामीले गर्दैछौँ सुरुवात गर्दैछौँ यसको लागि चाहिँ हजुरहरूको साथ सपोर्ट चाहिएको छ त्यही भएर तपाईँहरूले हामीलाई साथ सपोर्ट गर्दै गर्नु होला हुन्छ नमस्ते सबैलाई टाटा बाई बाई